यो बाजा कुनै विवाह उत्सव वा महोत्सवमा बजाइएको नभई भर्खरै मात्रै सार्वजनिक एसईई को नतिजामा बुटोल ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलले 4 GPA सहित सर्वोत्कृष्ट नतिजा हासिल गरेको उपलक्ष्यमा आयोजना गरेको उत्सवमा बजाइएको हो। नेपालको शैक्षिक हबका रूपमा परिचित रूपन्देहीको बुटवल 13 बेलबास अवस्थित बुटवल ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलले हालै सम्पन्न एसईईमा 4 GPA सहित नेपाल प्रथम भएको हो। साथै बुटवल ग्लोरी स्कुलका अन्य विद्यार्थीहरूले समेत उत्कृष्ट नतिजा सहित उत्कृष्ट अङ्क प्राप्त गरेका छन्। त्यसैको खुसियालीमा विद्यालयले असार 16 गते सोमबार विद्यालय प्राङ्गणबाट अबीर यात्रा शुभारम्भ गरी बेलबासका विभिन्न स्थानहरूमा पुगेर उत्सव मनायो। बुटोल ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुल बुटोल 13 बेलबासले एसईई परीक्षामा 4 GPA प्राप्त गरेको खुसियालीमा विद्यार्थीहरूलाई सम्मान गर्दै बाजागाजा सहित नगर परिक्रमा गरेको हो। राष्ट्रिय परीक्षा बोर्डद्वारा 2081 सालमा लिइएको एसईई परीक्षामा बुटोल ग्लोरीका स्मरण पौडेलले 4 GPA सहित उत्कृष्ट GPA ल्याएर अन्य विद्यार्थीहरू समेत उत्तीर्ण भएका हुन्। त्यही खुसियालीमा पञ्चेबाजासँगै विद्यार्थीहरूको ससम्मान यस क्षेत्रको परिकरमा गराइएको थियो। उक्त अवसरमा विद्यालयका अध्यक्ष खिमबहादुर हमाल, प्रबन्ध निर्देशक मोहनलाल जोशी, प्राचार्य शङ्कर प्रसाद गौतम, बुटोल उपमहानगरपालिका वडा नम्बर 13 का सदस्य ध्रुव थापा, ग्लोरी बोर्डिङ स्कुल बुटोलका प्राचार्य बालाकृष्ण तिवारी, लेखा संयोजक रमेश बहादुर थापा, शिक्षा समिति संयोजक चुन्नु प्रसाद पौड्याल लगायतले विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो। विद्यार्थीहरूलाई सम्मानसहित पञ्चेबाजासँगै नाच्दै विभिन्न क्षेत्रको परिक्रमा गर्दा स्थानीय बासिन्दाहरूले समेत खुसी साट्न भ्याएका थिए। स्थानीयले विभिन्न चोकमा विद्यार्थीहरूलाई खादा, माला र पुष्पगुच्छाले सम्मान गरेका थिए। विभिन्न क्षेत्रका अभिभावक तथा स्थानीय समुदायले चोकमा शिक्षक तथा विद्यार्थीलाई स्वागत र सम्मान गरेको यो क्षण अत्यन्तै मनमोहक देखिन्थ्यो। सङ्गम चोक, जितगढी, बदेल पोखरी, जबै, बुद्धटोल, सुन्तले चोक, सालघारी, ढबहा, नयाँ गाउँ, बेलबरिया, पत्थरगञ्ज, बेलबास लगायतका ठाउँहरूमा शिक्षक विद्यार्थीहरूको टोली पुग्दा भव्य स्वागत गर्दै स्थानीयले बधाई समेत ज्ञापन गरे। साथै अभिभावकहरूले विद्यालय र शिक्षकहरूको मेहनतले गर्दा विद्यार्थीहरूले राम्रो नतिजा ल्याएकोमा विद्यालयलाई धन्यवाद समेत दिएका छन्। साथै आगामी दिनमा हुने रिजल्टहरूमा समेत अझै उत्कृष्ट नतिजा प्राप्त गर्नको लागि शुभकामना समेत व्यक्त गरे। यस क्षेत्रको लोकप्रिय विद्यालयको रूपमा रहेको बुटोल ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलमा हाल कक्षा PG देखि कक्षा 12 सम्म अध्ययन अध्यापन गराइँदै आएको छ। +2 तर्फ म्यानेजमेन्टमा होटल व्यवस्थापन, फाइनान्स, कम्प्युटर साइन्स लगायतका विषयहरूमा अध्ययन अध्यापन गराउँदै आएको प्राचार्य शङ्कर प्रसाद गौतमले बताउनुभयो। हाल +2 तर्फ होटल व्यवस्थापनमा आफ्नै किचन सहित विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउँदै आएको छ। अब भने नयाँ शैक्षिक सत्रका लागि भर्ना कार्यक्रम समेत प्रारम्भ भएको विद्यालय स्रोतले जनाएको छ। दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने, उचित यातायातको प्रबन्ध भएको, लाइब्रेरी, कम्प्युटर ल्याब र
होटल म्यानेजमेन्टका लागि छुट्टै ल्याबको समेत व्यवस्था गरिएको +2 कोअर्डिनेटर सञ्जय शर्माले बताउनुभयो। राम्रो अध्ययन गर्न र उत्कृष्ट नतिजा ल्याउन बुटोल तिनौ पारी नै जानुपर्छ भन्ने धारणालाई चिर्दै बुटोल ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो शैक्षिक क्रियाकलापहरूलाई अगाडि बढाइरहेको छ। विद्यालय 2052 सालमा स्थापना भई निरन्तर सञ्चालनमा आइरहेको छ। विद्यालयले यति मात्रै होइन, समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू समेत गर्दै आएको छ। फोर GPA सँगै उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र विद्यालय परिवारलाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई साथै समुज्जल भविष्यको शुभकामना।